फुजी स्याउ यता यो भने गाला स्याउ। हाम्रो यो जलेश्वरीको माथिल्लो भेगतिर यो लगभग 22 देखि 2500 को हाइटको अराउन्डमा चाहिँ तपाईहरुले देख्दै हुनुहुन्छ उत्कृष्ट तरिकाले फल्ने स्याउ भनेको यही नै राम्रो देखिएको छ। यो हो गोल्डन डेलिसियस जातको स्याउ। हेलो एभ्रिवान, गुड मर्निङ साथीहरु, सबैमा नमस्कार। नेपाल भ्यू ब्लग्समा हार्दिक स्वागत गर्दछु। आज भने म मेरै आफ्नै यो एकदमै हरियाली गार्डनको थोरै छोटो मिठो भिडियो बनाऊ भनेर यता आएको छु। खोटाङ जिल्लाको ऐसेलखर्क गाउँपालिका अन्तर्गत यो जलेश्वरी अति ठुला तामाङ बस्तीहरू बस्ने गर्दछन्। यो तामाङ बस्तीमा बिल्कुल यसरी आलु र मकै खेती भरपुर यसपालि पनि भएको छ। हुने गर्दथ्यो भने नयाँ केही गरौँ न भनेर मैले चाहिँ यहाँ यो देखिरहनु भएको छ जापानिज कटुस, यता दन्तेओखर, यी ठुला रुख भने निकै माथि पुगेको छ। यता पनि अर्को छ, यो पनि परीक्षण नै हो। यसको नाम पाउलोनिया, तपाईहरुले सुनि नै सक्नु भएको छ। फुजी स्याउ यो पनि सेम ब्रान्ड नै हो, फुजी स्याउ। यता यो भने गाला स्याउ। गाला नामै कस्तो खालको, गाला जस्तै भएकोले गाला स्याउ। फुजी स्याउ भन्दा यो हाम्रो यो क्षेत्रको लागि निकै उत्कृष्ट देखिएको छ। मजाले फलेको छ। यहाँ उल्लो छेउको यो भने गोल्डन डेलिसियस। हाम्रो यो जलेश्वरीको माथिल्लो भेगतिर यो लगभग 22 देखि 2500 को हाइटको अराउन्डमा चाहिँ तपाईहरुले देख्दै हुनुहुन्छ उत्कृष्ट तरिकाले फल्ने स्याउ भनेको यही नै राम्रो देखिएको छ। आज शनिबार फुर्सदको समयमा स्याउबारीमा स्याउमा कस्तो उन्नति हुँदैछ भनेर हेर्दै यहाँ मजाले बसेर हेरिरहेको छु। मैले देखाइसकेको छु भिडियोमा स्याउ निकै राम्रो फलेको छ यसपालि। यो फुजी स्याउ, यो पनि फुजी स्याउ, अनि यता देख्दै गरेको चाहिँ गाला, अनि यो भने गोल्डन डेलिसियस। हेर्दा भुइँमै नै देखिन्छ यी स्याउका बोटहरू, तर मजाले फलेको छ। यो परीक्षण हो, इटालीबाट ल्याएको एकदम ब्रान्डेड जातकै स्याउहरू। यो पनि दन्तेओखर नै हो। यता किवी, यता पनि किवी नै किवी देख्दै। एकदमै हरियाली जापानिज कटुस अनि जापानिज नास्पति।
जापानिज नासपति। अलमन्ड नेपालीमा चाहिँ यता गाउँघरको भाषामा चाहिँ यसले हाडे बदाम भन्ने गर्दछ। अलमन्डलाई यहाँ फलाएको छु। केही मिठा अनि राम्रा फल देख्न सक्नुहुन्छ। तर यहाँ यो समस्या भने एकदम बिल्कुल आइसकेको छ, पात खुम्चिने। यसले गर्दा भने समयमा पाक्न र खान भने त्यति दिइरहेको अवस्था छैन। यसपालि केही नभए पनि आलुको भने एकदम रमिता देखिएको छ। जताततै एकदमै राम्रो आलुको पकेट क्षेत्र भएर होला आलुको बिरुवा भने मेरो मात्रै नभएर सबैजनाको एकदम उत्कृष्ट आलु फल्ने छन्द देखाएको छ। अनि यो लेकतिर पाइने एकदमै मजाको बिरुवा, यो बिरुवाको नाम चाहिँ तपाईँहरूलाई नै सोध्छु के हो यसो हेर्नुहोस्। अब अहिले यत्रो छ, यो 10 वर्षमा कत्रो होला मेरो कल्पना। निकै ठुलो हुने अपेक्षा राखेको छु। यसको घाँस उत्कृष्ट तरिकाले गाईबस्तुले खाने गर्दछ भने रुख उस्तै गजबको हुन्छ। अनि काठ काट्नलाई पनि A1 भनेपछि तपाईँले बुझिसक्नुभयो के होला, यसको नाम भनिदिनु होला। एक रुख पनि जग्गामा पुरै लगाएको यो कृषि बाली, कतै जापानिज नासपति, किवी, दन्ते ओखर, यता आरु, यो भने आरु बखडा। यो एकदमै मजाले फुलेको छ यसपालि, सायद लाग्छ खान पाइन्छ कि भन्ने आशा गरेको छु। जापानिज कट्टुस एकदमै फुलेको छ यसपालि पनि। जापानिज नासपतिले भने यहाँ लक्षण देखाएको छ। यसलाई हुने लक्षण नै मान्नुपर्छ। बारीमा उस्तै राम्रो धुपी फुलको बिरुवा। अनि यो भने एउटा अनौठो किसिमको बिरुवा हो। यो स्याउ पनि होइन, नासपति पनि होइन, त्यो बीजको खै के हो यसको नाम भने मैले पनि थाहा पाएको छैन। तर यो स्याउ प्रजातिको हो भन्ने चाहिँ थाहा भएको छ। निकै मजाले बढेको छ। यो केही वर्षपछि पक्का फुल्नेछ, फल्नेछ। बेसी जन्म भए पनि केराउ मजाको बिरुवा हुँदै फुलेको छ।